गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म मालिका जानेवाला छु, जहाँ कि बाजुराको पवित्र ठाउँ बढी मालिका जानेवाला छु। देख्न सक्नुहुन्छ अहिले चरा नै लागिरहेको छु, यति नै छ, त्यहाँबाट लाग्नुपर्ला। फाइनल गाइज अहिले चाहिँ म बढी मालिका नि निस्किसकेँ। उता ब्याग देख्न सक्नुहुन्छ, एकजना मात्रै छ गाइज। एकजना गाइड लिएर म चाहिँ बढी मालिका पुग्नु पर्ने हुन्छ। बढी मालिकाको मन्दिर यस्तै छ है। यो चाहिँ बाजुरा जिल्ला बढी मालिका नगरपालिका वडा नम्बर 8। हेलो बहिनी, के छ? ल यस्तै छ है टक्क सर हुनुहुन्छ यता। बाई बाई। ल गाइज मालिका नि लाग्यो है, यस्तै छ उकालो बाटो है, सक्नुहुन्छ। दुईजना छौँ, एक काठमाडौँबाट सर आउनु भएको छ, उहाँ र म चाहिँ बढी मालिका जाँदैछौँ। उकालो चाहिँ थोरै छ, एउटा ब्याग छ अनि एउटा झोला छ। आजको हाम्रो बास चाहिँ सोतापाटन हुन्छ, बेलुका नै हुने हो भन्दा बेलुका नै हुन्छ। बाई बाई। फाइनल गाइज अहिले चाहिँ मार्तडेबाट लगभग 2 घन्टा हिँडेर हामी चाहिँ जङ्गलमा आइसकेका छौँ। यस्तै छ, सक्नुहुन्छ। उताबाट रोड नै छ, तर त्यो रोडमा चाहिँ गाडी चल्दैन रहेछ, हिँड्नुमा चाहिँ चल्छन्। आजकल ट्र्याक्टर चल्छन्, रोड भत्किया छ अरे त्यहाँ माथि, त्यही भएर हामी चाहिँ अहिले मार्तडीबाट करिब कति किलोमिटर हिँड्यौँ भनेपछि त्यो 6-7 किलोमिटर हिँड्यौँ। उकालो छ गाइस। आजको हाम्रो बसाइ चाहिँ सोतापाटन भन्ने ठाउँमा हुन्छ, जहाँ कि हामी बेलुका पुग्नेवाला छौँ। ल गाइस म चाहिँ पछि भेटौँला। सक्नुहुन्छ भारी नै यति छ, यो 10-15 केजी 15-20 केजी छ टोटल गाइस। अहिले हामी फुल चढाउन पनि पुगिसक्यौँ, हेर्न सक्नुहुन्छ। ट्याक्कै 1 बजे हामी फुल चढाउन पुग्यौँ मार्तडीबाट। 2900 हाइटमा रहेछ है। मालिका छेकिरहेछ बादल लागेर। फाइनल्ली म चाहिँ सोतापाटन नि पुगिसकेँ, हेर्न सक्नुहुन्छ। भ्यू बवाल छ है। उता भुइँसो सर आएका छन्, घाम लागिरहेको छ अहिले चाहिँ। यही है सोतापाटन। पुगेको चाहिँ छैन म अहिले, यहाँ हो र यो बिसौनीमा आएर बसिरहेको छु। हामी बस्ने चाहिँ आजको बास यही नै हो। अब यहाँबाट 10 मिनटमा पुग्छौँ हामी त्यहाँ। म चाहिँ अहिले सोतापाटन नि पुगिसकेँ।
भर्खर सुतेर उठेको यो हामी यो खर्कने बस्ने हो बाजेहरू मान्छेहरू आजको बेलुका चाहिँ हामीले यो खर्कमा कटाउने अनि भोलि बिहानै चाहिँ त्यो ठाउँबाट सिधा माथि जाने र गाइज अहिले चाहिँ म सुत्छु भोलि बिहान भेटौँला भन्न चाहन्छु है ल गुड नाइट बाई बाई गुड मर्निङ गाइज आज चाहिँ नेक्स्ट डे म चाहिँ सोतापाटनबाट निस्केर माथि घोडापाटनमा नि पुगिसक्यौँ हेर्नुहोस् अहिलेको व्यवस्था छ बादल लागिरहेछ जस मौसमले चाहिँ साथ दिइरहेछ है अरू त्यस्तै है हिजो बेलुका सोताको गोठमा बस्यौँ अहिले चाहिँ यस्तो छ ल गाइज फाइनल्ली म चाहिँ यस्तो ठाउँमा नि पुगिसकेँ हेर्न सक्नुहुन्छ चारैतिर व्यवस्था छ उता हिउँनी छ है टल्लै हेर्न सक्नुहुन्छ हामीले मालिका भनेको चाहिँ ऊ यो है उयो लाने सानो तिखोवाला डाँडा ऊ त्यो यो बिचको त्यो नै हो क्या बवाल लाइफमा भन्नुपर्दा गाइस स्वर्ग नै हो है स्वर्ग नेपालको स्वर्ग गाइज देख्न सक्नुहुन्छ हामी यतिखेर कहाँ छौँ वाउ र साथीहरू अहिले 11 नि बज्यो हामी यो सोताबाट हिँडेको 5 घण्टा भयो हैन 5 घण्टा भयो अनि खाना चाहिँ यो तल खाइयो भात खाइयो अहिले हामी यस्तो ठाउँमा आएको छौँ हामीले जानुपर्ने चाहिँ ऊ त्यता छ फेरि चिसो छ गाइस पानी पर्न लागला जस्तो छ उता हेर्नु त बादल लागेर पुरा भइरहेको बिहान चाहिँ कस्तो घाम लागेर हुने जस्तो थियो अहिले चाहिँ एक्कासी मौसम परिवर्तन भएर गएको छ ल अबको भेट चाहिँ त्रिवेणीमै भेटौँला सबभन्दा गाइज यहाँ के सबभन्दा आउनु होइन यदि हजुर घुम्नु फोटा खिच्नु रमाइलो गर्नु आउनु भयो भने चाहिँ मोबाइलको चार्ज चाहिँ अनिवार्य है मेरो त गाइज अहिले त्यही भएर नत्र हजुरले मार्तोलीदेखि म सोतासम्मको सबै ठाउँको भ्यू देखाउने यो ठाउँ कहाँ हो यो के हो भन्ने भनेको त चार्ज नै छैन गाइज अब त्यति गर्दा अहिले गाइज मेरो 50% छ त्यो नि माथि मालिका पुग्नु छ अहिले 50% छ त्यही भएर ल गाइज त्रिवेणीमै भेटौँला र टेक केयर ल साथीहरू अहिले चाहिँ म त्रिवेणी नि पुगिसकेँ हेर्न सक्नुहुन्छ एकमा दाइ हुनुहुन्छ एक म चाहिँ ठ्याक्कै अहिले चाहिँ कति करिब भने 12 बजे चाहिँ हामी त्रिवेणी पुग्यौँ है अब हिउँ हेर्नु क्या लाइफमा गाई स्वर्ग भनेको नि यही हो है के विदेश जानु पर्यो होइन हेर्नु त हिउँ छ आज की गाई जो मौसमले नि गरेर आके साथ दिइरहेको कुहिरोले गर्दा भ्यू बवाल होइन गाइज चाहिँ त्रिवेणी है त्रिवेणी बाजुरा सुदूरपश्चिम प्रदेश 1 बजे
त्रिवेणीको भ्यू हेर्नुस् है ट्याक्कसँगले जो यो वाला छ नि हेर्ने धर्मशाला वाले हामी यसमा बस्ने हो। हे गाइज अहिले चाहिँ हामी त्रिवेणीमा पनि पुगिसक्यौं देख्न सक्नुहुन्छ। यो चाहिँ हामी बस्ने अहिले बेलुका नै हामी यहाँ नै बस्छौं यो ठाउँमा एक रात काट्ने हो बिना आगोमा। कोही मान्छे छैन फेरि 2 जना मात्रै। आफै यस्तो हुन्छ नि आफै अहिले त्यो काट्ने बेला सिजनमा काट्ने सिजनमा मलाई थाहा देख्नु खेती गर्दाखेरि काहीँ डाँडे हुन्छ पानी नजम्ने काहीँ पहिरो भिरालो भने जस्तै यस्तो खालको हुन्छ यो सबै आफै हुने धान फल तयारी भन्छ। यो पछि भदौको बेला चाहिँ धान फल देख्न पाउँछ यतातिर। यो चाहिँ खाली जोतेर छोडेको रे यो चाहिँ यहाँ जोतेर छोडेको यहाँ छैन। यहाँ एक नि छैन यहाँ केही छैन। यहाँ केही पनि छैन। यो फेरि यहाँ छ यता राम्रो फसल सबै धानको परिकारहरू रोपेको धानको चराहरू चाहिँ पानी इच्छा भएर पानीमा अलिक भेटे जस्तो कति ठाउँमा पानी हुँदैन छ त्यो लक्ष्मीमा त्यो कता जान्छ कतै जाने चाहिँ यो सबै पुरै हो। यो धानको त्यो पात काटेर गरे जस्तो बिउको दाउरा लागेको सेम खेती गर्दाखेरि जस्तो सबै आउँदो रहेछ। यो ठुलो ठुलो यो पात भएर कुहिएर अब यो दाल फलिसकेको होला यो सायद यो चाहिँ यसलाई चाहिँ यो कस्तो चाहिँ हुँदो रहेछ धेरै उखाल्न निकै गाह्रो हुँदो रहेछ। त्यसमा चाहिँ यस्तो हुँदो रहेछ बाटो यस्तो खालको हुँदो रहेछ त्यो उखाल्न त निकै गाह्रो हुँदो रहेछ। यो खेती यस्तो हुँदो रहेछ उखाल्न जरैसँग उखालौँ उ गरौँ भन्न त सकिने रहेनछ आउँदो रहेनछ। झुसमुस भइसकेछ त जुन तारा लागिसकेको रहेछ। ल गाइस फाइनल्ली त्रिवेणीबाट नुहाएर लाग्यो सजिलो छ। यो चाहिँ उकालोमा हिँड्दैछौँ गाइजलको भ्यू
सिधा 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 खै डाँफे फाइनली हेर्नु दुईटा चराहरू एकै हिँडिरहेनु यहाँनिर खै डाँफे पनि के हुने अरे माइ गड हो भन्ने अन्त भिडियो बनाउनु त उता हेर्नु दुईटा उति डाँडामा हेर्नु एउटा परिकोल्टा गइहाल्यो पर हेर्नु पर छेउमा त्यो के हो यार डाँफे नै हो हिँडिरहेछ है हिँडिरहेछ फास्ट कमिङ नजिकबाट बनाउँछु डाँफे चाहिँ हिँड्नु है के यो रातो कलरको थुतुना छ परनिर छ फाइनल देखाउँछु हजुरलाई कुद्यो गाइस तल हेर्नु तल के हो यार उड्ने है डाँफे नै हो ल सतेर फाइनल्ली अझ हामी माथि पुगिसक्यौँ अब चाहिँ यस्तो भिड छ हेर्नु यस्तो भिड छ होइन हामी जाने चाहिँ एउटा यो बाटो भन्दै यहाँनिर छ हेर्नु मालिक अबको हामी डाँफे खिल्केर 1 घन्टाभित्र त्यहाँ पुग्छौँ त्यहाँ पुगेपछि म हजुरलाई देखाउँछु साथीहरू फाइनल्ली बढी मालिकानी पुगियो देख्न सक्नुहुन्छ पुरै बादलले छोप्यो त यार एक्कास हामी चाहिँ ठ्याक्कै 10 बजे बढी मालिका ल गाइस फाइनल्ली हामी बढी मालिकानी पुगिसक्यौँ कम्तीमा त्रिवेणीबाट 5 घन्टा हिँडेर चाहिँ हामी मालिकानी बढी मालिका पुगिसक्यौँ ल बढी मालिका हेर्नको लागि कतिजना रेडी हुनुहुन्छ म देखाउँछु 1 2 3 ल गाइज हेर्न सक्नुहुन्छ
बर्णिमाली कार्य है यस्तै छ धेरै छ नि पहिलादेखि कहीँ घन्टीहरू यहाँको सबैभन्दा ठुलो त्रिशूल चाहिँ यो नै हो है यो जहाँ कि कर्मश त्रिवेणी बनपा सात बाजुरा सेती अनि सबैको यो कहिले के गरेको सब लेखिरहेछ कसले कति चढाएको के गरे त्रिशूल निर्माण गर्दाखेरि भएको ल अब म हजुरहरूलाई बर्णमालिकाको सब भ्यू देखाउनेवाला छु भिडियोलाई अन्तिमसम्म हेर्नु होला यो भिडियोको मार्तडीबाट हामी चाहिँ सोतापाटन बसेको त्रिवेणीपाटन बसेको चाहिँ पार्ट 1 2 3 सम्म आउनेवाला छ हेर्नु होला अहिले चाहिँ त्रिशूल छ सामान निकाल्नु न पहिला यो सबभन्दा ठुलो घन्टी है गाइज यो र अब यो चाहिँ छोटावाला यो चाहिँ बडावाला गाइज अब हामी मन्दिरको परिक्रमा गर्नेवाला छौँ ल टक्क सिडीबाट गाइज हेर्नु मेन मन्दिर चाहिँ यही हो है हेर्नुहोस् भित्र माताहरू जय माता यो चाहिँ बामन बस्नेवाला है यस्तो लक छ यहाँभित्र चाहिँ यस्तो रहेछ र सबै सामानहरू यो बामनको बस्ने ठाउँ मैले यसलाई चाहिँ क्लोज गरिदिइसकेँ अब चाहिँ हामी यतापट्टि जाऊँ गाइज यो बर्णिमालिकामा नि बिजुली नि आइसकेको छ अब यसको पछाडिबाट हेरौँ है त हेर्नुहोस् पछाडिबाट चाहिँ यस्तो देखिरहेछ है यो चाहिँ बर्णिमालिकाको हेलिकप्टर बस्ने ठाउँ चाहिँ यो है यहाँनिर बस्छ हेलिकप्टर यास लेखेको छ नि जुन यहाँनिर आज चाहिँ के हो कुइरो राखेर पुरा केही खासै राम्रो आइरहेको छैन यो चाहिँ हेलिकप्टर बस्नेवाला गाइज अनि यति नै हो आज चाहिँ खासै राम्रो भ्यू देखिरहेको छैन यो चाहिँ जस्ट बनाएर रहेछ यो मन्दिरहरू निर्माण गरेको चाहिँ 2 वर्ष भयो है हजुर आए हेर्नु त ओइ गाइज भिड यो चाहिँ पुरानो मन्दिर है पहिलाको तिमी छ लगाइ जब हामी पूजासुजा गर्छौँ त्यसपछि भेटौँ है ल अझै पूजा हुँदैछ